भइसकेको ल साथीहरू हामी त यी थुक्पा खान थाल्यौँ है शरीर गोडल्याम खानुपर्छ आफ्नै घर नजिकको यो चाहिँ यसरी खानुपर्छ ल ल धरानी भइसकेपछि बिहान बिहानै खाजा पिरो आलुचप खायौँ ल त्यही पनि पापड हालेर यति नखाए हाम्रो बिहानको सुरुवातै हुँदैन क्या होइन हो तपाईँहरू पनि खानु लाग्यो भने आउनु होला लोकेसन पनि हामी दिनेछौँ यो चाहिँ हाम्रो घर नजिकैको हो टाढो गएनौँ हामी हाम्रो घर नजिकै हो अनि खानामा हाम्रो चिसो छ पानी धेरै चिसो पनि छैन कोकले बिसाउँछ र अनि यसले चाहिँ सपार्छ अरे के त्यही भएर यो खाएको हामी ए नदेखिँदो पो रहेछ यति राम्रो देखिनु पर्ने देखिएन हौ त्यसै यत्रो जिउ लागेको हो यसरी खाएपछि त लाग्छ होइन अब नखाऊँ भन्यो खानु मन लागिहाल्छ अनि खाइसकेपछि चाहिँ ला मोटाएको छु अब नखानु पर्यो भनेर सोच्यो फ्याँक्नु त मलाई लाग्दैन देखेपछि खानु मन लागिहाल्छ के गर्नु देखेपछि खानु मन लाग्छ खानै मन लाग्छ अब चाहिँ फ्याँके ल यो चाहिँ खोल चाहिँ ला खानु मन लागि पो बस्छ त फ्याँक्ने बित्तिकै जत्रो जिउ भयो त जति खाँदा पनि चिन्ता लाग्दैन थियो के गर्नु मेरो पनि जिउ त अब त सानो साउनी थुक्पाको कारणले चाहिँ है साउनी ए भिडियो गरेको साउनी म छु यहाँ बेच्ने मान्छे चाहिँ हेर्नु न यत्रो लुते हामी खाने मान्छे यत्रो मोटो नखाँदा चाहिँ हुँदैछ क्या बेच्दा चाहिँ हुँदैछ बेच्ने मान्छेले खाँदैन जस्तो नि एउटा गीत छ नि गीत पनि भन्न आएन बिर्सेँ आहा यम दामी यस्तै हुन्छ ए मेरो सानै पानी खाँदै लाग्ने ज्यान खाँदा नि भनेको छ नि त्यस्तो केही नखाए पनि यत्रै ज्यान हो पानी खायो भने ठुलै ज्यान तर पानी मात्रै खाएर सकिँदैन है यस्तो खाना खाने 1 केजी सेर्पा एक्लैले उडाइन्छ होइन तपाईँले त सक्नुहुन्न त म चाहिँ सक्दिनँ म त खाँदा खाँदै नाक्का भइजान्छ क्या म चाहिँ उडाउँछु तर आज म अगाएँ अब ल साथीहरू अब खाइसक्नु आँट्यौँ है त नन भेज थुक्पा खाने बानी भेज थुक्पा त अलिक छिर्दैन जस्तो लाग्यो जबरजस्ती म अलिक नखाम जस्तो लागिसक्यो अब साँच्चीमै म त खान्छु मलाई चाहिँ पुग्यो अब कहाँसम्म पुग्यो यहाँसम्म ए कहाँ पुगेको यहाँसम्म पुग्छ यहाँसम्म मात्रै पुग्छ होला शेर्माको खाने हो यहाँ पुग्ने हो यहाँ मलाई यो छेमाले यही क्वेसन पहिला सुरुमा म बुहारी भएर आउँदाखेरि सोद्धाखेरि मलाई खाना हालिदियो नि भयो मलाई त पुग्यो कहाँसम्म पुग्यो लाज लागेर केही बोल्नै नसकेको म त के भन्नु ला अब नयाँ बुहारी अहिले त सासु न सासु पकाएर खान्छु मासु भनेको जस्तो
कमेडी है सासू जस्तो छु म नाम मात्रै सासू नि है म त्यस्तो छुइनँ म बुहारीहरूसँग साह्रै मिल्ने छु साथी साथी जस्तो छौँ है हामी चाहिँ सासू बुहारी भए पनि मलाई चाहिँ पुग्यो म सासू भए पनि मेरो बुहारी मेरो छोरी लाइभ भिडियोमा पुरा हामी ए टिकटक यो भिडियो सरले भिडियो बना हुन्छ के केही हुन्न आउनुहोस् न हजुर पनि के भयो खानु भाउजूहरू भिडियो बनाउँदै हुनुहुन्छ म त टिकटक लाइभमा बस्नु होइन मुखबाङ गर्दै हुनुहुँदो रहेछ हामी गफ गर्दै मुखबाङ भयो गफबाङ म त भात खाएर पैसा गन्दै थियो मलाई पैसा पठाइदिनु ल साथीहरू पैसा आउँदै थियो हिँड्दै थियो इतरीमा आइपुगेको छ अरे अब त्यहाँबाट आउनु यहाँबाट आउनु चाहिँ अलिकति पैसा लाग्छ अरे अड्किरहेको छ अड्किरहेछ त्यही भएर है साथीहरू दोकानेहरू कहाँ घुमेर आइसक्यो दिएर आहा मलाई चाहिँ पुग्यो अब ए परिन्द्र लागि 9 बजे लिएर आउने अब बाई बाई है अब चाहिँ खाइसक्यौँ हामी बाई बाई गरेको ल ओके बाई बाई